कैलालीको लम्कीचुवा नगरपालिका नगर प्रमुख सुशीला साईले सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुवा नगरपालिकाको अधिकारलाई हनन गर्न खोजेको आरोप लगाएकी छन्। लम्कीचुवा नगरपालिकाले सञ्चालन गरेको लम्कीचुवा नगर अस्पताललाई बलमिच्चाइका आधारमा प्रदेश सरकारले कुनै सहमति नै नगरेर नियन्त्रणमा लिन खोजेको नगर प्रमुख साईले आरोप लगाएकी छन्। लम्कीचुवा अस्पताल विकास समितिकी अध्यक्ष समेत रहेकी नगर प्रमुख साईले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै लम्कीचुवा नगरपालिका र प्रदेश सरकारका बीच द्विपक्षीय सम्झौता एमओयू नहुँदै प्रदेश सरकारले आफ्नो अधिकारको सीमा पार गरेको बताएकी छन्। कुनै किसिमको अहिलेसम्म कर्मचारीलाई समायोजन कसरी गर्ने अनि नगरपालिकाको सम्पत्ति अस्पताल कसरी हामीले बुझाउने केही कुरा पनि छैन। अनि एमओयू नभइकन समिति बनाएर पठाउने अनि एमओयू नभइकन नगरपालिकाको सम्पत्तिहरू को कुनै पनि डाटा नराखेर काम गर्ने भन्ने चाहिँ हुँदैन। नगर प्रमुख साईले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा प्रदेश र स्थानीय सरकारका बीच समन्वयन, सहकार्य र सहअस्तित्व आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरेकी छन्। प्रदेश सरकारले पालिकासँग समन्वयन बिना एकपक्षीय रूपमा अस्पताल व्यवस्थापन समिति गठन गरेको, अस्पताल परिसरमा जबरजस्ती प्रवेश गरेको तथा कर्मचारीलाई दबाब दिने जस्ता गतिविधि गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रदेश सरकारको गैर कानूनी कार्य तत्काल बन्द गर्न चेतावनी दिएकी शाहीले गैर कानूनी कार्य फेरि दोहोरिए कानूनी उपचारको बाटो अपनाइने चेतावनी दिएकी छन्। स्वास्थ्य क्षेत्र जनताहरूसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले सबै पक्ष जिम्मेवार, संयमित र सहकार्यात्मक ढंगले अघि बढ्न नगर प्रमुख साईले आग्रह गरेकी छिन्। लम्कीचुवाका जनताहरूको हितमा हुने जस्तो सुकै कार्यको सम्झौताका लागि आफू जुनसुकै समयमा जुनसुकै पक्षसँग छलफल, सहकार्य र समन्वयन गर्न तयार रहेको नगर प्रमुख सुशीला साईले बताइसकेकी छन्। वार्तामा त बस्ने, समस्याको समाधान नै वार्ता हो। वार्तामा त हामी बस्छौँ नि, हामीलाई बोलाएपछि वार्ता बस्छौँ। हामीले बारम्बार बोलाउनुहोस्, हामी वार्ता बस्छौँ, हामीले भनेकै छ। किनकि यो क्षेत्रको विकासका लागि हामी वार्ता बस्न चाहिँ तयार छौँ। तर वार्ता बस्दै गर्दा विज्ञ टोलीको समिति बन्न पर्यो, हाम्रो पहिलो एजेन्डा। दोस्रो एजेन्डा, यहाँ भएका 81 कर्मचारीहरूलाई समायोजनमा लैजानु पर्यो, हाम्रा एजेन्डा छन्। आर्थिक कुरा त स्थानीय सरकार र प्रदेश सरकार सरकारी बजेट हो, त्यो कुरा मिली पनि हाल्छ होइन। सबै कुरामा कुरा मिल्यो भनेपछि हामी एक कदम पछाडि भएर पनि सम्झौता गर्न तयार छौँ।